परिस्थिति जतिसुकै खराब भए पनि याद राख, अँध्यारो रातपछि सूर्य अवश्य उदाउँछ। फेरि यहाँहरूलाई भन्न चाहन्छु, रिपिट गर्न चाहन्छु, परिस्थिति जतिसुकै खराब भए पनि याद राख, अँध्यारो रातपछि सूर्य अवश्य उदाउँछ। लाइफ इज अ साइकल अफ गुड एन्ड ब्याड, ह्याप्पिनेस एन्ड स्याडनेस। परिस्थिति कहिलेकाहीँ खराब हुन सक्छ, परिस्थिति कहिलेकाहीँ सोचेभन्दा फरक ढङ्गले अगाडि बढ्न सक्छ, तर हामीले हमेसा के ध्यान दिनुपर्छ भने जीवन कहिले उत्तर चढाव, सङ्घर्ष स्वाभाविक रूपमा भइरहन्छ। जीवनमा कहिले राम्रो अवसरहरू आउँछन्, राम्रो क्षणहरू आउँछ, कहिले खराब समय चल्न सक्छ, खराब क्षणहरू आउन सक्छन्। यो एउटा जीवनको साइकल हो, चक्र हो। हरेक मान्छेको जीवनमा कहिले राम्रो र कहिले नराम्रो स्वाभाविक रूपमा हुन्छ, तर हामीले हमेसा ध्यान दिनुपर्छ यी सबै खाले समस्याहरू मान्छेको जीवनमा हुने एक किसिमको चक्र हो। यो भइरहन्छ, सबैलाई आउँछ। कहिलेकाहीँ मलाई मात्रै यस्तो भएको हो कि जस्तो आफूलाई फिल हुन्छ, तर त्यस्तो होइन। दुनियाँका जति पनि अहिले यो दुनियाँमा 8 अरब 30 करोडभन्दा बढी मान्छेहरू छन्। यी 8 अरब 30 करोड मान्छेमै कहिलेकाहीँ उत्तर चढावहरू आउँछन्, कहिले राम्रा र सुखद क्षणहरू आउँछन्, कहिले दुःखद क्षणहरू आउँछन्, तर हामी सधैँ धैर्य रहनुपर्छ। अँध्यारो पछि अथवा अँध्यारो रातपछि सूर्य अवश्य उदाउँछ। यो व्यक्तिको जीवनमा पनि हुने कुरा हो, विभिन्न सङ्घ सङ्गठनमा पनि हुने कुरा हो, राजनीतिमा पनि हुने कुरा हो र सबै क्षेत्रहरूमा यो हुने गर्छ। त्यसकारण हामीले धैर्यता गर्न सिक्नुपर्छ। परिस्थिति जतिसुकै खराब भए पनि हामीले याद राख्नुपर्छ, यो परिस्थिति सधैँ एकनासको भइरहँदैन, यो परिस्थिति सधैँ यही नै रहिरहँदैन। यो दैनन्दिन परिवर्तन हुन्छ। जसरी रातपछि सूर्य उदाउँछ, दिन हुन्छ। यो दुनियाँमा दिनै मात्रै भइरहने, रातै मात्रै भइरहने अवस्था कहीँ पनि हुँदैन। त्यसकारण रातपछि दिन हुन्छ, दिनपछि रात हुन्छ भन्ने कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन। र आजको सूर्योदयसँगै नयाँ सङ्कल्पमा हामीले परिस्थिति जतिसुकै खराब भए पनि हामीले सम्झनुपर्छ कि यो परिस्थिति सधैँ यही रहँदैन, भोलि मेरो परिस्थिति ठिक हुन्छ भन्ने एउटा आत्मबोध र आत्मविश्वासका साथ आफ्ना निरन्तर गतिविधिलाई अगाडि बढाइरहनुपर्छ।